नमस्ते साथीहरू, गीता महाज्ञानको यो विशेष श्रृङ्खलामा तपाईँलाई फेरि स्वागत छ। अघिल्लो भागमा हामीले हाम्रो चेतना किन तलतिर खस्छ भन्ने कुरा बुझ्यौँ। आज हामी यो यात्रालाई अझ अगाडि बढाउँदै अशुभ शक्तिको प्रशंसा र आरोहणको बारेमा चर्चा गर्नेछौँ। गुरुदेव एलपी भानु शर्माको नजरमा कौरव सेनाका प्रमुख महारथीहरू हाम्रा कुन कुन मानसिक विकारका प्रतीक हुन्? आउनुहोस् विस्तारमा बुझौँ। महाभारतको 8औं श्लोकमा दुर्योधनले द्रोणाचार्यलाई आफ्नो सेनाका प्रमुख योद्धाहरूको नाम सुनाउँदैछन्। उनले भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण र सोमदत्तका छोराहरूको नाम लिन्छन्। गुरुदेव भन्नुहुन्छ, यी नामहरू केवल ऐतिहासिक पात्र मात्र होइनन्, बरु हाम्रा अनियन्त्रित कामना र पुराना संस्कारहरू हुन्। जसरी द्रोणाचार्यको गुरुकुलमा असल र खराब दुवैले शिक्षा पाए, हाम्रो मनमा पनि असल र खराब दुवै खालका आदतहरू गहिरोसँग बसेका हुन्छन्। यो खण्डमा गुरुदेवले पात्रहरूको निकै गहिरो मनोवैज्ञानिक विश्लेषण गर्नुभएको छ। भीष्मलाई यहाँ अहङ्कारको प्रतीक मानिएको छ। जब अहङ्कार अन्धो हुन्छ, तब यसले अनियन्त्रित कामनाहरूलाई जन्म दिन्छ। यसलाई हामी सुपर इगो पनि भन्न सक्छौँ। कर्णको अर्थ हो राग। बाहिरी वस्तु वा व्यक्तिसँग आफूलाई जोडेर हेर्ने जुन हाम्रो बानी छ, त्यो नै कर्ण हो। कर्ण दानवीर त हुन्, तर उनले आफ्नो ज्ञान र शक्तिलाई अशुभ पक्षमा समर्पित गरेका छन्। त्यस्तै अन्य पात्रहरूले हाम्रो मनका यी अवस्थाहरूलाई दर्शाउँछन्। विकर्ण, यसले हाम्रो मनभित्रको द्वेष वा ईर्ष्यालाई बुझाउँछ। कृपाचार्य, उनी अविद्या वा भ्रमका प्रतीक हुन्। जब मानिस भ्रममा हुन्छ, उसले जीवनमा के गर्ने र के नगर्ने भन्ने सही निर्णय लिन सक्दैनन्। अश्वत्थामाले हाम्रो मनभित्र लुकेर बसेका वासना र इच्छालाई बुझाउँछन्, जुन कहिले मर्दैनन् र हामीलाई भित्रभित्रै सताइरहन्छन्। अझ अगाडि बढ्दै गुरुदेव भन्नुहुन्छ, दुशासन, जब मानिसमा क्रोध जाग्छ, तब दुशासनको जन्म हुन्छ। क्रोधले शासन गर्दा मानिसले अरूको हृदय जित्ने होइन, बरु डराएर शासन गर्न खोज्छ। जयद्रथ भनेको मृत्युसँगको भय हो। हाम्रो जीवनमा जुन असुरक्षा र डर छ, त्यसले हामीलाई सधैँ सङ्कुचित बनाउँछ। दुर्योधनले भीष्म, कर्ण र द्रोणाचार्य जस्ता महारथीहरूको नाम लिनुको अर्थ उनी आफ्नो अहङ्कार, राग र पुराना संस्कारहरूलाई अझ बलियो बनाउन चाहन्छन्। हामी पनि प्राय आफ्नो जीवनमा यही गल्ती गर्छौँ। जब हामी रिस, दुशासन, ईर्ष्या, विकर्ण वा अहङ्कार, भीष्मको सहारा लिएर जीवनमा अगाडि बढ्न खोज्छौँ, तब हामीलाई लाग्छ कि हामी शक्तिशाली बन्दैछौँ। तर वास्तवमा यी शक्तिहरूले हामीलाई भित्रभित्रै कमजोर बनाइरहेका हुन्छन्। गुरुदेव भन्नुहुन्छ, अशुभ शक्तिको आरोहणले क्षणिक जित त देला, तर यसले कहिल्यै चिरस्थायी शान्ति र आनन्द दिँदैन। यो अध्यायबाट हामीले सिक्नुपर्ने मुख्य कुराहरू: पहिला, आफूभित्र लुकेका यी कौरवहरू यानि कि नराम्रा बानीहरूलाई चिनौँ। जब रिस उठ्छ, सम्झिनुहोस् कि यो दुशासन जागृत हुँदैछ। जब कसैको प्रगति देखेर जलन हुन्छ, बुझ्नुहोस् यो विकर्णको प्रभाव हो। हामीले यो अशुभ शक्तिहरूको प्रशंसा गर्ने होइन, बरु यिनलाई चिनेर यिनको मोहबाट मुक्त हुनुपर्छ। जसरी महाभारतको युद्धमा अन्ततः पाण्डवहरूको शुभ शक्तिको जित भएको थियो, हाम्रो जीवनमा पनि जब हामी होस र विवेकलाई साथमा लिएर हिँड्छौँ, तब मात्रै यी मानसिक विकारहरू परास्त हुन्छन्। आफ्नो भित्री कौरव सेनालाई चिन्नु नै तीबाट मुक्त हुने पहिलो पाइला हो। तपाईँलाई के लाग्छ? तपाईँको जीवनमा कुन चाहिँ पात्रले सबैभन्दा बढी अवरोध खडा गरिरहेको छ? आफ्नो अनुभव तल कमेन्टमा साझा गर्नुहोला। म डिम्पल, अर्को अध्यायमा हामी यो युद्धको अझ रोचक र गहिरो पक्ष लिएर आउनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। हरिओम तत्सत। धन्यवाद।